हेलो दर्शकबिन नमस्कार सबैलाई। मेरो नाम प्रकाश शेर्पाली। म चाहिँ दाङ भराइदेखि नारायणपुरदेखि। आज चाहिँ हामीसँग के भने तपाईँहरूले थाहै छ आजकल नयाँको माहौल धेरै छ। आजकल यसो झापा 5 हर्क साम्पाङ किबी योली भन्ने धेरै ट्रेन्ड चलिरहेको होइन। त्यही भएर चाहिँ हाम्रो चाहिँ आज रुममा बस्ने कोही एक दुईजना सेफहरूलाई सोध्छौँ होइन, उहाँहरूको चाहिँ के छ कस्तो छ होइन, त्यही सोध्न गइराखौँ। आउनुहोस्। हेलो सेफ, हेलो नमस्कार, तपाईँलाई स्वागत छ। स्वागत छ। भन्नुहोस् के यसो कतातिर हिँड्न लाग्नुभयो? के छुट्टाएको समय छ भन्नुहोस् केको लागि होला? ल दर्शकबिन, जस्तै कि तपाईँहरूलाई चाहिँ प्रत्यक्ष रूपमा चाहिँ सोध्न जाँदैछौँ होइन। जस्तै सेफ आजभोलि के भने नेपालमा चाहिँ यसो चुनावी माहौल अलिकति तातिरह आजकलको एकदम फेसबुक भनेको कुरा सोसियल मिडियामा सबभन्दा चाहिँ टप भाइरल भइरहेको चाहिँ के टपिक छ भन्दाखेरि झापा 5 रवि लामिछाने भन्छ बालेन्सा भर्सेस केपी ओली भन्ने छ। तपाईँको चाहिँ के छ विचार त्यसमा? तपाईँको के अपेक्षा छ? तपाईँको के सोच छ त्यो भनिदिनु पर्यो। यो चाहिँ मैले पनि यो सोसियल मिडियामा देखिराखेकै हो। बालेन र यो रविको नाम धेरै आइराखेको छ र उहाँहरूले काम पनि राम्रो गरिराख्नु भएको छ र मेरो सोचाइ पनि घन्टीमै भोट जाओस् भन्ने मेरो तर्फबाट सबैजनालाई घन्टीमै होस् र मेरो पनि चाहना घन्टीमै हो। र हजुरको विचार फेरि के छ त? अब मलाई त सोध्नुभयो अनि हजुर फेरि अब हामीले घन्टीमा भोट दिनुपर्छ भन्ने अब फेरि कता माटोतिर त होइन नि? होइन, म चाहिँ अहिले चाहिँ निष्पक्ष रूपमा भएर चाहिँ अहिले चाहिँ मैले त्यो सोचेको छैन। त्यो चाहिँ बिस्तारै सोचेँ। त्यो मेरो चाहिँ भित्रदेखि चाहिँ मेरो अलिकति आफ्नो प्लान सेटअप छ होइन। तर तपाईँले जस्तै घन्टी पार्टी चाहिँ तपाईँले एकदम रुचाउनु भएको रहेछ। घन्टी पार्टीमा चाहिँ तपाईँले कस्तो लाग्छ कि गर्लान् नेपालको चाहिँ बेडा पार गर्लान् जस्तो लाग्छ कि तपाईँलाई के कस्तो लाग्छ? मलाई चाहिँ एकदम 99% चाहिँ गर्छन्। त्यही भएर म चाहिँ मेरो ब्याग रेडी छ। यो ब्याग लिएर जाँदैछु। अब यो ब्यागको पछाडि त स्टिकर लगाउँछु मैले, रवि र बालेनको फोटो लगाउँछु। म तपाईँलाई देखाउन चाहन्छु ब्यागलाई ल्याएर है। देखाउनुहोस् त, देखाउनुहोस्। अब म चाहिँ मेरो पुरा एकदम ब्यागहरू रेडी भइसकेको छ है। अब म नेपाल जानको लागि अब यहाँ ट्याक्क ल्याएर फुटाउ है। यहाँनिर चाहिँ रवि र बालेनको फोटो आउँछ। सिधा यहाँदेखि घर अहिले जाने, यहाँदेखि सिधा काठमाडौँ उत्रिने म भयो। अनि अर्को एउटा प्रश्न तपाईँले सोध्न चाहेँ मैले, जस्तै कि होइन अहिले चाहिँ एकदम बिचमा हल्का कन्ट्रोभर्सी पनि भइरहेछ कि जस्तै रवि लामी बालेन शाहले जस्तै रवि लामी बालेन शाहले चाहिँ टक्क लगाएर 8 करोडको चाहिँ डिफेन्डरमा बस्यो भनेर हल्का आलोचना भइरहेछ। के डट बाइकहरूमा भागे दौडे भनेर भइरहेछ। के कस्तो त्यो पैसा कहाँदेखि आयो? यो चाहिँ मान्छेको सबैले लागिराखेको छ अहिले। यो प्रश्न चाहिँ धेरै सुनिरहेको सुन्नलाई मैले पनि। यो के हो भने कोही मान्छेले माथि बढ्छन् भने त्यो मान्छेको खुट्टा तान्ने चाहिँ हाम्रो नेपालमा धेरै छ। हेर्नुहोस्, यो केही पनि होइन। अब बालेन शाह मान्छे भनेको पहिलेदेखि नै अब आफ्नो व्यवसाय गरेको मान्छे हो। आफ्नो पैसा आफ्नो लगानीमा हिँडिराखेको छ ऊ होइन। तर मान्छेले के भएको छ भनेपछि अब त्यो उमेर कति माथि जान लागेको देखेर चाहिँ खुट्टा तान्ने कोसिस गरेको मात्रै हो। भनेपछि यो पालि चाहिँ अब के बार बालेन सरकार भने जस्तै हो तपाईँ है? बालेन सरकारै हो, पक्का हो यो चाहिँ। ठिकै छ, तपाईँसँग कुराकानी गरेर एकदम छोटो मिठो गफ गरेर धेरै खुसी लाग्यो। हजुर, जय घन्टी। जय घन्टी।